नमस्कार दिदी नमस्कार तपाईहरुले यस्तो बिजी पोलिटिशियनलाई भाउदिनु हुन्न भनेर हरेक ठाउँमा गएर भन्छु तर यति धेरै मान्छे यहाँको राजीनामा मैले पार्टीबाट राजीनामा दिएको होइन मैले केन्द्रीय सदस्यबाट राजीनामा दिएको होइन मैले सहमहामन्त्री पदबाट चाहिँ नि राजीनामा 2 हप्ता अगाडि रविजी फर्केको दिन यो रिफर्म गर्नु पर्यो हामी स्टेट अफ इनर्सियामा भयो यसलाई एउटा पुश गरेर चाहिँ नि एकदम चलायमान बनाउनु पर्यो भनेर उहाँसँग छलफल गरेर नै गरेको हो यो अहिलेको मात्रै कुरा होइन यो इभन हामी जुन बेला सांसद केन्द्रीय सदस्य थिएनौँ त्यति बेला पनि मैले प्रपोज गरेको थिएँ हामी सांसदलाई सांसद रहन दिउँ बरु म यो संस्थापक केन्द्रीय म पार्टी स्थापना भएको 2 महिनापछि बल्ल जोइन गरेको हो नि त बरु म छोडिदिन्छु तर सांसदलाई सांसदको काम चाहिँ पार्टी भनेको जहिले पनि 2टा कुरा हुन्छ एउटा मुभमेन्ट हरेक हाम्रो के भन्छ विचारलाई वडा गाउँ च्यापसम्म लाने अर्को हुन्छ तपाईँको सदनमा पोलिसी मेकिङ गभर्नेन्सको बाटोमा पढाइ गर्ने दुवै ठाउँमा एउटै व्यक्ति हुन चाहिँ नि असम्भव भइरहेछ होइन मैले पनि त्यो त एक्सपिरियन्स गरेँ म मन्त्रालयमा हुँदै गर्दाखेरि तपाईहरुले याद पनि गर्नुभयो होला यो विभागमा पनि मैले धेरैचोटि पनि भनेको छु म यो शिक्षा विभाग यो त यसमा म काम गर्छु तर सञ्चार विभागको पनि प्रमुख म छु त्यसपछि एकताका म सहमहामन्त्री पनि थिएँ त्यसपछि केन्द्रीय सदस्य त्यसपछि मन्त्री पनि भएँ धेरैवटा पद सभापति पछि सायद मैले लिएको होइन यो लिँदै गर्दाखेरि यो सञ्चारमा चाहिँ चाहिने सञ्चार विभागमा यो सञ्चार भनेको फेरि तपाईँको पत्रकारितावाला होइन क्या तपाईँको यो मन्त्रालय हेर्नेवाला हाम्रोमा विभागहरू कसरी बनाएको छ जो सांसद जुन विभागमा छ त्यही अनुसार चाहिँ नि जुन समितिमा संसदीय समितिमा छ त्यही अनुसार विभाग बनायो भने ठ्याक्क जनताको समस्या टक्कै राख्नु पाउँछ भनेर गरेको तर त्यो विभागमा काम गर्न सकिरहेको छैन त्यो अर्को प्रमुख खोज्ने हो कि त्यो पनि मैले हाम्रो महामन्त्रीसँग कुरा गरेको होइन र त्यति बेलादेखि अहिलेसम्म यो हाम्रो पार्टीको लाइन चाहिँ नि सदनमा यो दलीयकरण विरुद्धको एजेन्डा चाहिँ सशक्त रूपमा लानुपर्छ जताततै दल मात्रै भयो नागरिक हुनै दिएन दलहरूले सबैलाई दुरुपयोग गरे यो एजेन्डा चाहिँ सदनमा स्थापित गराउँछु नै भनेर मैले रविजीसँग त्यो जलेश्वरको बैठकमा हुँदाखेरि त्यति बेला मैले सहमति यो चाहिँ नि म टेक केयर गर्छु मलाई संसदको चाहिँ नि टिओआर दिएर तपाईँले मेरो टिओआर हेर्नुहुन्छ भने त्यसमा मोर फोकस छ त्यो टिओआरमा भएर म गर्छु भने जुन मलाई लाग्छ दलीयकरण विरुद्ध दलीयकरणले हाम्रो शिक्षा क्षेत्र स्वास्थ्य क्षेत्र कर्मचारी तन्त्र कति ग्रसित छ अब त यो कसैलाई स्थापित यो पार्टीले त मजाले स्थापित गरिसक्यो होइन र त्यसपछि राष्ट्रिय भेलामा मैले हाम्रो भ्याल्युज हाम्रो राष्ट्रपाको मूल्य मान्यता के हो भनेर मैले प्रस्तुत गरेको थिएँ त्यसमा 4वटा मूल्य मान्यतामा एउटा एकदम महत्त्वपूर्ण मूल्य मान्यता भनेको राजनीतिक पुस्तान्तरण म राजनीतिमा किन आएँ त भन्दाखेरि मलाई चोइस दिएन जहिले पनि घुमफिरी त्यही मान्छे भनेको त पुरानो पार्टीमा पुस्तान्तरणको कन्सेप्टै आएन त्यो पुस्तान्तरणको कन्सेप्ट चाहिँ हुनुपर्छ अनि त्यो पुस्तान्तरणको यो राष्ट्रिय बेलामा मेरो मेबी रेकर्डेड भिडियो पनि छ होला त्यति बेला पनि मैले भनेको थिएँ अनि आऊ भन्ने ठाउँ नछोड्ने चाहिँ हुँदैन ठाउँ छोडिदिनुपर्छ अरू नयाँ पार्टीभित्रको सशक्त मान्छेहरूलाई ल्याउनुपर्छ राष्ट्रिय भेलामा भइराख्दाखेरि पनि धेरैजना साथीहरूले तपाईँ यो पदको लागि हामीले सपोर्ट गर्छौँ भन्दाखेरि त्यति बेला पनि पार्टीभित्रै गजब मान्छेहरू हुनुहुन्छ तपाईँहरू अगाडि आउनु पर्यो र तपाईँहरू अगाडि आएर लिड दिनु पर्यो भनेर भनेको त्यति बेलादेखि तर राष्ट्रिय भेलामा जब अधिवेशनको दिन तोकियो त्यसपछि केन्द्रीय समिति त आयोजक समिति पनि भयो त्यति बेला चाहिँ नि यो मेरो विचार हो होइन हामी डेमोक्रेटिक पार्टीमा छौँ भनेपछि हामी सबैजनाले फरक विचार हुन्छ यो छलफल भइसकेपछि जब यो पारित हुन्छ त्यसपछि बल्ल पार्टीको नीति हुन्छ त्यति बेलासम्म चाहिँ डेमोक्रेटिक भ्याल्युजमा तपाईँ र मेरो फरक विचार एउटै पार्टीमा हो भने हुन्छ होइन त्यही नै हो भनेको पार्टीप्रतिको तपाईँको असन्तुष्टि भन्ने जुन चर्चा छ नि पार्टीले तपाईँले भनेको कुरा पार्टीले मानेन पार्टीको नेतृत्वले तपाईँले राख्दै आएका केही कुराहरू राखेन त्यसको असन्तुष्टि त्यसको राजीनामा हो स्पष्ट यो त्यहाँ पनि जान्छु पहिला वैचारिक लेभलमा चाहिँ नि यो स्पष्ट पार्न एकदम जरुरी छ किनभने हामी आएको अल्टरनेटिभ पोलिटिक्स गर्छौँ भनेर आएको अल्टरनेटिभ पोलिटिक्सको कतिवटा कुरा भनेको कस्तो हुन्छ यो संस्कारमा चाहिँ नि भएन भनेर त्यसको सपोर्टमा अथवा विरुद्धमा आवाज राख्ने विषय राख्नु मैले
शिक्षा मन्त्रालय सम्हाल्दै गर्दाखेरि एउटा तथ्याङ्क एकदम मिहिनेत गरेर पब्लिक गरेका थिए। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कुन कुन विद्यालयमा कुन कुन ठाउँमा गयो भनेर त्यसको बारेमा रिपोर्टिङ गरेर पत्रकार एकजना साथीले त प्राइजै पाउनुभयो होइन। त्यसमा तपाईँले त्यो ग्राफ हेर्नुहुन्छ भने एकदम क्लियरली के छ, त्यो सबभन्दा बढी त्यो जनप्रतिनिधिको क्षेत्रमा गएको छ जुन पार्टीमा पनि सशक्त पोजिसनमा हुनुहुन्थ्यो। भनेपछि पार्टी कुनै पनि पार्टीको अध्यक्ष, सभापति, महासचिव, महामन्त्री हुँदै गर्दाखेरि त्यो एन्टायर 77 जिल्लाबाटै मत आएको हुन्छ। तर बजेट विनियोजन चाहिँ नि जहिले पनि त्यो एउटा व्यक्तिको, त्यो एउटा इम्पोर्टेन्ट मान्छेको ठाउँमा मात्र किन हुन्छ भन्दाखेरि इम्पोर्टेन्ट कसरी भयो, सदनमा पनि त्यही व्यक्ति भयो, पार्टीमा पनि त्यही व्यक्ति, चेक एन्ड ब्यालेन्स त भएन नि। पार्टी त जनताको, जनताले चाहिँ चेक एन्ड ब्यालेन्स गर्नुपर्छ भन्ने त्यो एउटा मुख्य अवधारणा। यो हामीले प्रश्न चाहिँ नि यो मैले एउटा वैचारिक कुराकानी राखेको छु भनेको एउटा व्यक्ति धेरै पद भएन भन्नु यहाँ स्पष्ट। त्यो मात्रै होइन, त्यो कहाँ कहाँ चाहिँ रिफ्लेक्ट हुन्छ त्यो त हामीले हेर्नु पर्यो नि। बजेटको समानुपातिक डिस्ट्रिब्युसन भएको छ कि छैन त अहिलेसम्म होइन। कुन कुन ठाउँमा एकदम धेरै राष्ट्रको तपाईँ हामी सबैले गरिदिने तर एउटा एक व्यक्तिको पोलिटिकल कन्स्टिट्युएन्सी मात्रै बढी बजेट त गएको, यो त हामीले देखेको हो नि त। यसलाई हामी एज अ जनता चित्त बुझ्दैन भने यसमा त कहाँबाट कोर्स करेक्सन भन्ने कुरा चाहिँ नि गर्नुपर्छ। त्यसैले यो कहाँ कहाँ रिफ्लेक्ट हुन्छ। र अब टाइमलाइनको कुरा गरौँ होइन। यो राष्ट्र भेलामा जब महाधिवेशनको डेट तोकिसकेको थिएँ त्यति बेला पनि सोचेको थिएँ यो त अब मैले छोड्नुपर्छ भनेर। तर त्यति बेला हाम्रो पार्टी सभापति पक्राउमा पर्नुभयो, त्यति बेला यो कुरा मैले गरिनँ होइन, गाह्रो भएको छ भनेर। त्यसपछि यो हाम्रो पार्टी सभापति यता फर्केर आएपछि उहाँले पार्टी सभापतिको पद लिइसकेपछि त्यो दिन हो कुराकानी भएको। र त्यो दिनको तपाईँहरूको मिडियामा तपाईँले गएर हेर्नुहुन्छ भने हाम्रो पार्टीको केन्द्रीय समितिमा के छलफल भएको थियो, अब चाहिँ मासिक रिफर्ममा जानै पर्छ भनेर इभन सभापतिज्यूले भन्नुभएको होइन। सभापतिज्यूले हामीहरू विभिन्न पदमा छौँ, आफ्नो पदबाट डेलिभरी दिन सकिन्छन् भने सोचौँ है, त्यो पदमा बसिराख्ने कि नराख्ने। यो पार्टी सभापतिज्यूले पनि केन्द्रीय समितिको बैठकमा भन्नुभएको कुरा र त्यो स्पिरिटमा पनि यो मेरो राजीनामा त्यति बेला 2 हप्ता अगाडि राजीनामा पत्र मैले दिएको हो होइन। त्यो आज छलफल भयो, यद्यपि त्यो स्वीकृतिको प्रक्रियामा चाहिँ गएको छैन, त्यसको लागि अर्को प्रोसेस छ। त्यो अरू साथीहरूले पनि सोध्नुहुन्छ होला, हरिजीले पनि त्यही सोध्नु भएको थियो। सो त्यो अहिलेसम्म भएको छ। दोस्रो, हामी डेमोक्रेटिक पार्टीमा छौँ। मेरो एकदम स्पष्ट धारणा चाहिँ नि हामीले विद्यार्थीको विषयमा चाहिँ नि सदन अवगत गराउनुपर्छ भन्ने। लाखौँ लाख विद्यार्थीको जाँच एक्जाम के समयमा नहुँदाखेरि, उत्तर पुस्तिका हराउँदाखेरि किन जहिले पनि पोलिटिकल कुरालाई, पोलिटिकल व्यक्तित्वमा केन्द्रित भएर चाहिँ नि सदन पटक पटक अवरुद्ध हुन्छ। तर विद्यार्थीहरूको कुरालाई लिएर, कृषकहरूको कुरालाई लिएर होइन, यो सडकमा जुन आन्दोलनरत साथीहरू हुन्छ उहाँको कुरालाई लिएर चाहिँ किन सदन, यसमा त मेरो वैचारिक फरक त छ। जस्तो मान्यज्यू, अब एउटा कुरा स्पष्ट कुरा भन्नुपर्दा तपाईँले दिएको राजीनामा सिधा भन्नुभयो मैले केन्द्रीय सदस्यबाट होइन, पार्टीबाट होइन, यो एउटा पद जो दुईटा तीनटा पद समात्ने त्यो अवस्था रहेन। तपाईँ पूर्व शिक्षा मन्त्री पनि हुनुभयो, मान्य पनि हुनुहुन्थ्यो, यही सहमहामन्त्री मान्य पनि हुनुहुन्छ। जस्तो यही सहमहामन्त्री पद त त्यो बेला पनि त तपाईँले सम्हालिरहनु भएको थियो। अहिले के बाध्यात्मक त्यस्तो अवस्था आयो एकाएक राजीनामा दिनुपर्ने? अहिले त पार्टी पनि एउटा सङ्कटमा छ, सभापति भित्र हुनुहुन्छ, सभापति राजनीतिमा भनेको पार्टी सभापतिमा फेरि दोहोरिनुभयो। तर तपाईँको राजीनामा त यो आइरहँदा त एउटा शङ्काको अवस्थाले पनि देख्न सकियो। त्यति बेला तपाईँलाई त्यो 3टा पद ठिक थियो, तर अहिले एकाएक किन आयो यो अवस्था? यो कुरा मलाई माथि पार्टीको साथीहरूले पनि गर्नुभएको थियो। यो धन्यवाद प्रश्न सोधेकोमा। यो पार्टीको लाइन सदनमा स्थापित गर्छु भनेर जलेश्वरको बैठकबाट मैले म यो पोजिसनको लागि काबिल छु भनेर आफ्नो त्यो के भन्छ पत्र दिएकै हो गर्छु भनेर होइन। तर जब मन्त्रालय सम्हाल्दै गर्दा सहमहामन्त्रीको पोजिसनमा त मैले केही गर्न सकिनँ नि, त्यो त मैले एक्सपिरियन्स गरेँ नि होइन। एउटा व्यक्तिले त्यो मैले राजीनामा पत्र मेरो साथीहरूलाई पनि यता सिसिएममा पनि दिएको छु, त्यसमा मेरो क्लियर स्वीकारोक्ति छ। यो मैले एक व्यक्तिले यो मल्टिपल पोजिसन लिइराख्दाखेरि मैले डेलिभर गर्न सकिनँ सहमहामन्त्रीको रूपमा, त्यो स्वीकारोक्तिका साथ मैले भनिरहेको छु होइन। र जुन अहिले तपाईँले सोध्नुभयो यो टाइमलाइन महत्त्वपूर्ण छ कि मैले यो राजीनामा 2 हप्ता अगाडि दिएको, त्यसपछि सोमबार दिएको 18-19 गते जब पार्टी सभापतिले यहाँ सभापतित्व ग्रहण गर्नुभएको थियो। त्यसपछि शुक्रबार उहाँलाई पक्का परेपछि मैले तत्कालीन कार्यवाहक सभापति डिपिजीलाई यो न्युज होल्ड गरौँ भनेर भनेकै हो। तर आज बिहान मलाई तारान्तार
सिनियर जर्नलिस्ट र एडिटरहरूको फोन आयो। त्यसपछि यो कुरा तपाईँले कहाँबाट थाहा पाउनुभयो भनेर मैले सोधेँ। त्यसमा चाहिँ उहाँले यो त बिहान तपाईँको पार्टीभित्रैबाट कसैले हामीलाई SMS गरेको छ, मैले CCM मा यो कुरा राखेको छैन, यो प्लिज होल्ड गरौँ। मैले CCM मा त एक्सप्लेन गर्न पाउँछु भन्दाखेरि बजारमा छ्यापछ्यापी भइसक्यो। अब तपाईँले मलाई लाग्छ रोक्न सक्नुहुन्न भनेर बिहान पनि पत्रकार साथीहरूले भन्नुभएको थियो होइन। यो न्युज अहिलेको बेलामा पार्टी सभापतिलाई गाह्रो पर्न यो कस्तो भयो भन्दाखेरि जुन वैचारिकताका साथ 2 हप्ता अगाडि, म फेरि भन्छु टाइमलाइन महत्त्वपूर्ण छ के, 2 हप्ता अगाडि जुन बेला हामी एकदम एक्साइटेड थियौँ, पार्टी सभापति फिर्ता आउनुभयो, अब जनयात्रा हुन्छ, अब पार्टीको अधिवेशनको लागि महाधिवेशनको लागि उहाँले त्यही समयमा गर्ने भनेर जुन एनर्जीका साथ आउनुभएको थियो, त्यो त शुक्रबार गएर यस्तो हुन्छ भनेर हामीले कसैले एक्सपेक्टै गरेको थिएनौँ होइन। त्यो एक्सपेक्ट नगरेको खण्डमा त्यसपछि 1 हप्ता, मैले फेरि भने यो 15 दिन अगाडि। तर यो पनि त टाइमलाइन गलत हो नि त। तपाईँ